बाँदर आतंक अति भयो बाजा गाजा उतापट्टि यता रमाइलो छुट्टै रमाइलो छ यहाँनिर घोडा बिराउने काम भइरहेको छ यतापट्टि करोडको किरा करोडको हो ल सम्पूर्ण उपस्थित कृषक महानुभावहरूलाई चाहिँ सिद्धिचौर नगरपालिका वार्ड नम्बर 2 ठुलाछाप वडा कार्यालयको तर्फबाट यहाँहरूलाई हार्दिक नमस्कार र स्वागत व्यक्त गर्न चाहन्छु। आज यहाँ हामी किन उपस्थित भएका छौँ भन्ने कुरा यहाँहरूलाई थाहा नै छ। कोदाली चाहिँ कोदालो फ्याउरी लगायतका कृषकका सामग्रीहरू यहाँहरू अँठ्याएर बसिसक्नु भएको छ। यद्यपि अब हामी 2083 सालको असार 15 मनाउनका निम्ति यहाँ उपस्थित भइरहेका छौँ। यो चाड भनेको एउटा साल सुरु भइसकेपछि कृषकहरूको पहिलो महान चाड हो यो है। जस्तो चाहिँ साउनमा कोदो दिवस, असारमा चाहिँ धान दिवस यो मनाउँदै आएको राष्ट्रिय गौरवको पर्व र अहिले चाहिँ यो वर्ष पूर्णिमा परेको कारण गोरुहरू जोत्न नमिल्ने। अब हामी त चाहिँ के गर्छौँ त भन्दा हामी धर्म संस्कृति संस्कार मान्नुपर्छ र यहाँ त्यो कारणले गर्दाखेरि हामीले आज गोरु नजोत्ता पनि हामीले चाहिँ आफ्ना कृषि औजारहरू प्रयोग गरेर र अहिले यो वर्ष चाहिँ खडेरी लागेको छ। यो खडेरीको वर्ष पनि हामीले किसानहरूलाई चाहिँ पानी परोस् भन्ने उद्देश्यका साथ हैन हामीले चाहिँ अब सक्यौँ भने आज भ्याउताहरूलाई भेटेर जोडी भ्याउताको आज बिहे पनि हामी गरिदिन्छौँ है। र आजको दिवसमा यो कसैले हिलो हामीलाई लाग्यो के भयो भनेर नबस्नु होला। सबैले हिलो खेल्ने हो। आज हिलो दिवस हो हैन र हामी रमाउने मुठी खाएर के अरे मानो खाएर मुरी उब्जाउने दिन पनि हो। र हामीले मान्ने सब चाहिँ देवताहरूलाई कुलहरूलाई हामीले धुप धुवार गरेर हामी चाहिँ यो खेतमा प्रवेश गर्दैछौँ र किसानहरूलाई चाहिँ एकदम गाह्रो पनि छ। आज हामीले धान त रोप्छौँ, फेरि यो पाकेको धान चाहिँ कतिखेर खाइदेला भन्ने जुन चाहिँ वन्यजन्तु आतङ्क पनि छ, त्यसलाई पनि चाहिँ हाम्रा देवी देवता हाम्रा संस्कारहरूले चाहिँ पुरा गरून् र यो चाहिँ हामीले एउटा संस्कार संस्कृतिलाई चाहिँ पुरा गर्नका निम्ति पोरपरार हामीले खेतबारीमा गऱ्यौँ। यहाँहरूलाई थाहा छ हामीले निर्वाचन जित्ने बित्तिकै हामीले चाहिँ हाम्रा गीतहरूमा लेखेका थियौँ सिस्ने खोलाको पानी नागी डाँडाबाट चाहिँ वर्षाउने खेती गर्ने भनेर। यद्यपि ती कुराहरू पुरा हुन सकेनन् तर हामीले सुरुको वर्ष स्याबुन सेरा खेतमा रोपाइँ गऱ्यौँ र यो हाम्रो अन्तिम वर्ष हो। यो एक लटको कार्यकालको अन्तिम वर्ष हो र बानेछापमा हामीले गर्दैछौँ र बानेछापबाट हामीले यस्तो सन्देश दिँदैछौँ कि किन बानेछाप। हिजो मैले चाहिँ अस्ति वडाबाट सूचना जारी भयो 14 गते निर्णय गऱ्यौँ बानेछापमा गर्ने भनेर। त्यहाँ कमेन्टहरू आए बानेछापमा चाहिँ धान रोप्ने कस्तो अचकाली भनेर लेखे। ती लेख्नेहरूलाई ती भन्नेहरूलाई विज्ञान र प्रविधिको युगमा र यो चाहिँ किसानहरूको चाहिँ आफ्नो खेतीप्रतिको उत्साह खेतीप्रतिको जाँगर र पोहोरको साल यो खेत बन्यो र यो खेतमा चाहिँ धान कति भयो हाम्रो कृषक चाहिँ गरेर 9.5 मुरी धान उब्जाउ भयो। अब खालि बानेछापमा चाहिँ धानै फल्दैन, बानेछापकाले धानै खान पाउँदैनन् नकिनिकन भन्ने कुरालाई पनि हामीले चाहिँ यो धान दिवसमा चिनाउन र गरे सबैतिर हुन्छ भन्ने चाहिँ हेतुका साथ यहाँ काम गरेका छौँ। यो चाहिँ किसान हुनुहुन्छ, यो खेत धनी हुनुहुन्छ कुमार बस्नेत, यहाँ यी हुनुहुन्छ हैन कुमार बस्नेतको यो उसमा र उहाँ अगुवा कृषक पनि हो। मौरी पालक ठुलाछापको 1 नम्बर कृषक पनि पर्नुहुन्छ र हामीले यहाँ चाहिँ अब बानेछापमा यहाँ चाहिँ जलाधारले डिसिआरएल
कार्यक्रम मार्फत पनि यहाँ चाहिँ पोखरीहरू बनेका छन्। आकाशे पानी सङ्कलन गरेर पनि यो ठाउँलाई चाहिँ हामीले पछि पर्यटकीय विकास गर्नका निम्ति यतापट्टि जानुका देवी छन्, यहाँ माथि चाहिँ कालिका होइन कालिका देवी छन् र यो चाहिँ केतुके जाने बाटो पनि हो, ओखलढुङ्गा जाने पनि बाटो छ र यो धेरै ठाउँ मोली जाने बाटो लगायतका यी ठाउँहरू र वार्डले पनि यो चाहिँ मानेभन्ज्याङ गाउँपालिका वार्ड नम्बर 1 को सिमाना पनि पर्छ र यसकारण पनि यहाँ चाहिँ हामीले गरेको कार्य प्रगति उन्नत रहोस्, सबैलाई शुभकामना र हामी चाहिँ हाँसी खेली गर्छौँ। दाइहरूले बाजा ठोकिदिनुहोस्, हामी रोपाइँमा बस्छौँ। ल सम्पूर्ण ल कहाँ राख्ने, यतै राख्ने हो। ल त्यसो भए एउटा ऊ बनाइदिनु खोइ त रोपाइँमा पाइने ड्रेस ल गरेर आउनु। ल रोपाइँ सुरु भइसकेको छ दशमी यति लगभग यति रोपाइँ सकिएको छ अलरेडी। अब गरौँ बिराउन थालिसकिएको अवस्था छ होइन त। कस्तो लागिरहेको छ आजको? एकदम रमाइलो छ। असार 15 को रोपाइँको लागि चाहिँ एकदम बानेचोकको डाँडामा अचम्मको ठाउँ छ। डाँडामा एकदम रोपाइँ खेती किसान गर्दा जहाँ पनि राम्रो खालको चाहिँ किस्मत गरे हुँदो रहेछ भन्ने कुरो चाहिँ हामीलाई थाहा भयो। तपाईँहरूले यो पानी आकाशे पानी जम्मा गरेर यहाँ रोपाइँ गर्नुभएको होइन? आकाशे पानी अनि त्यसपछि घरको जस्ताको छानाको डुन लाएर चाहिँ पानी सङ्कलन गरेर एउटा ट्याङ्कीको उसमा बनाएर चाहिँ हामीले यो खालको काम गरेका छौँ। यसरी नै सबैजनाले यसरी नै गरी राम्रो कृषक गरेर चाहिँ राम्रो हुँदो रहेछ भन्ने कुरा चाहिँ थाहा भयो। सबैले यस्तै खालको गर्नु होला भन्ने हामी भन्छौँ। फेरि यो करोडको किरा, करोडको के किरा हो त? हो करोड एकदम। यो चाहिँ भाग्यमानी ओडा होइन, आजको दिन यो सुक्खा खडेरीमा लाग्ने किरा हो। यो करोडको किरा होइन त? भेट्यो ल त कसले किन्ने हो? विज्ञापन भइरहेछ, खोज्नु पर्यो यसले यहाँ उठ्यो भने त चिरपै पार्ला भाइ। यसको प्रकृति चाहिँ के हुन्छ? त्यो होइन, यहाँ स्याप छ। यहाँ हो यहाँ चाहिँ हो, कहाँ यहाँ यसले चाहिँ हो क्या स्याप। के चाहिँ आफ्नो यो यसको हतियार हो, हतियार बिलेट बिलेट शत्रु। ए यो किरातिर नलाउ न, उता रोपाइँ भइरहेछ। तपाईँ फेरि करोडको किरा ओहो ल है दही चिउरा आयो, दही चिउरा आयो। ल लाठेर ल यतापट्टि दही चिउरा आयो है। ए बसन्त सर ल दही चिउरा पनि आइसकेको छ, केरा पनि यहाँ रेडी भएको छ। यही लोकल केरा हो। नउदार्नु ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर 2 ठुला सापको बानिया सापका किसानहरूले आज असार 15 को अवसरमा धान रोपाइँ गरिरहेका छन्। यति बेला बाजागाजा उतापट्टि, यता रमाइलो छुट्टै रमाइलो छ। यहाँनिर गरा बिराउने काम भइरहेको छ। यतापट्टि यो आकाशे पानी सङ्कलन गरेर यसरी रोपाइँ गरिरहेका छन्। यो सुक्खाग्रस्त क्षेत्रमा पनि आकाशे पानी सङ्कलन गरेर पनि यसरी रोपाइँ हुन्छ भन्ने सन्देश दिएको छ। यो किसानहरूको यो उत्साहले, यो उपस्थितिले, यो धान रोपाइँको यो हर्षोल्लासले यतापट्टि पञ्चे बाजा अनि यता किसानहरूलाई हेर्नुहोस् आमा एम सामा यतापट्टि ल
यो माथि एउटा ट्याङ्की निर्माण गरेको छ त्यो ट्याङ्कीमा सङ्कलन गरेर आकाशे पानी सङ्कलन गरेर यहाँनिर यसरी किसानहरूले यो धान रोपाइँ गरिरहेका छन्। यहाँनिर पानीको कुनै पनि मुहान छैन, त्यो कारणले गर्दाखेरि आकाशे पानीको भरमा यो धान रोपाइँ गरिरहेको अवस्था छ। अघिल्लो सालबाट यो खेत बिराएको भनेर उहाँहरूले जानकारी दिनुभएको थियो। अहिले यसरी ल हेर्नुहोस् रमाइलो, छुट्टै रमाइलो छ, रौनक छ होइन। यो पाइपबाट यसरी पानी झारिएको छ र यहाँनिर रोपाइँको रौनक यहाँनिर देख्न सकिन्छ दर्शकवृन्द। यहाँ तपाईँहरूले देखिरहनु भएको छ। आज धान रोपाइँ, राष्ट्रिय धान रोपाइँ यसैको अवसरमा धान रोपाइँ गरिँदैछ। आज गोरु चाहिँ यहाँनिर लगाउन नमिल्ने भएको कारणले गर्दाखेरि पुर्ने भएको कारणले गर्दाखेरि गोरु नजोतिकन यहाँ धान रोपाइँ गरिरहेका छन् किसानहरूले। बन्ने छ डाँडा धान रोप्न छाताकी घुम्लेर, बन्ने छ डाँडा धान रोप्न छाताकी घुम्लेर, छाताकी घुम्लेर खोपीमा सक्नु भएन मलाई चाहना उम्लेर, चाहना उम्लेर छुपुलाई छुपु धानैमा रोप्नु गैरीमा खेतैमा, छुपुमा छुपु धानैमा रोप्नु गैरीमा खेतैमा, गैरीमा खेतैमा हामीलाई रमाइलो भयो असारे भेटैमा, असारे भेटैमा रमाइलो भयो असारे भेटाइमा। आज त हामीलाई रमाइलो भयो असारे भेटाइमा। बन्ने छ गाउँमा धान रोप्न गैरीमा खेतैमा, आज हामीलाई रमाइलो भयो असारे भेटाइमा, असारे पन्ध्रमा रमाइलो भयो असारे पन्ध्रमा। मलाई हिलो मुन त्यत्रो
नखेल राम 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 ए बुढाहरूको आम्मा खाने बाटो गर्दै छ अरे मिला छ खुट्टो गयो आज 2083 असार 15 गते राष्ट्रिय धान दिवसमा हामी यो सिद्धिचौर नगरपालिका वार्ड नम्बर 2 ठुलाछापको बान्यछाप डाँडामा चाहिँ धान दिवस मनाउन उपस्थित भइरहेका छौँ। यहाँ हामी उपस्थित हुँदै गर्दा अहिले हामी धान रोप्दै छौँ। मानव खाएर मुरी उब्जाउने यो बर्खे अवस्थामा चाहिँ पानीको पनि अहिले हाहाकार भइरहेको छ र त्यसै गरी आज हामीले रोपेका फलहरू चाहिँ सबै किसानहरू यहाँ उपस्थित हुनुहुन्छ। हामीले यो बाली कसरी उपभोग गर्ने, घरमा कसरी भित्राउने भन्ने चिन्ता रोप्नुभन्दा अगाडि लागिरहेको छ। त्यसकारण हामी के भन्न चाहन्छौँ भने राज्यलाई र सम्बन्धित कानुन बनाउने निकायहरूलाई यो वन्यजन्तु आतंक नियन्त्रण गर्नका निम्ति सिद्धिचौर नगरपालिका वार्ड नम्बर 2 लगायतको टिम यहाँ हामी जति किसानहरू उपस्थित छौँ, हामी यो चाहिँ राज्यको ध्यानाकर्षण गर्नका निम्ति चाहिँ हामी अनुरोध गर्दछौँ र यहाँ सबैलाई थाहा छ र हामी यहाँ चाहिँ ओखलढुङ्गा खबर मार्फत पनि यो हेर्नुहुने सम्पूर्णलाई चाहिँ अनुरोध गर्न चाहन्छौँ। मानेभन्ज्याङ गाउँपालिका वार्ड नम्बर 1 मा को गहते भन्ने ठाउँमा बाँदर हेर्न जाँदाखेरि एकजना मान्छेको अकालमै मृत्यु भयो र अन्य क्षेत्रहरूमा पनि भोजपुरमा अस्ति भर्खर त्यस्तै भयो र वन्यजन्तुले चाहिँ मान्छेहरूमा चाहिँ आक्रमण गर्ने, गाउँमा बसाइसराईको अवस्थाहरू त्यही कारण बढ्ने र गाउँ बस्तीहरू खण्डहर हुने रित्तिने अवस्था सिर्जना भएको छ। त्यसकारण किसानलाई, यो कृषि प्रधान देश हो, त्यसकारण आज राष्ट्रिय धान दिवस हामीले मनाइरहँदा राज्यको ध्यान एकीकृत होस् भन्नका खातिर हामीले आवश्यक कानुन संशोधन गरेर र बाँदर लगायतका वन्यजन्तुहरू, मृग, दुम्सी लगायतका वन्यजन्तुहरू नियन्त्रण गर्नका निम्ति र अहिले तत्कालै देखिएको बाँदर नियन्त्रण गर्नका निम्ति हामी सम्पूर्ण किसानहरू एकजुट भइकन यहाँ हामी नारा लाउँछौँ। यहाँहरूले साथ दिनुहुनेछ भन्न चाहे। वन्यजन्तु आतंक नियन्त्रण गर, वन्यजन्तु आतंक नियन्त्रण गर, बाँदर आतंक अति भो, बाँदर आतंक अति भो, वन्यजन्तु नियन्त्रण गर्न कानुनी व्यवस्था कार्यान्वयन गर, वन्यजन्तु आतंक नियन्त्रण गर्न कानुनी व्यवस्था लागू गर,
किसानहरूको जीवनको सुरक्षा गर किसानहरूको जीवनको सुरक्षा गर किसानले लगाएका बालीहरूको बिमा गर वन्यजन्तु आतंक नियन्त्रण गर बाँदर आतंक अति भयो बाँदर आतंक अति भयो बाँदर नियन्त्रण गर्ने कानुनी व्यवस्था लागू गर बाँदर आतंक नियन्त्रण गर्ने कानुनी व्यवस्था लागू गर कृषि बिमा लागू गर किसानहरूको जीवनको सुरक्षा गर ल अब गराहरू पनि पुरै समय सकेको अवस्था छ। अब भने रोपाइँ सुरु भइसकेको छ। दर्शकबिन यतापट्टि देख्न सक्नुहुन्छ यस्तो छ है यहाँ आज रमाइलो भइरहेछ यहाँको। ल दिदीबहिनीहरू पुरै रोपाइँ गर्दै हुनुहुन्छ। आमा पछाडि राँचिरहनु भएको छ। यता बाजा गाजा होइन लगातार छ। नमस्कार, मेरो नाम कुमार बस्नेत, सिनापा 2 ठुला छाप, यहाँ बानेछा भन्छ। अनि हामीले चाहिँ यो अहिले कसरी यो धान रोपाइँ गर्दैछौँ भने हामीले विगतका दिनको उसमा चाहिँ हामीले यो एउटा सामान्य पानीलाई सङ्कलन गरेर अनि पहिला पानीहरू हामीलाई धेरै दुःख थियो। पहिला हामीले पानी खान पाउँदैन थियौँ, वस्तुभाउलाई दिन पाउँदैन थियौँ। अनि पछि हामीले यो एउटा सानो माध्यमबाट चाहिँ एउटा पोखरी बनाउन सक्यौँ। पोखरीबाट पानी जम्मा गरेर पोहोर पनि मैले 9-10 मुरी धान भित्राएँ। अनि त्यो कारणले गर्दा अहिले पनि मैले यता रोपिसकेको छु धान। यता धान रोपेर हरियो फर्किसकेको छ, तर मूल फुटेको छैन। र पनि हामीले यो कामलाई चाहिँ एकदम निरन्तरता दिँदैछौँ। अब अहिले भन्दा झन् विगतका दिनहरूमा झन् योभन्दा अलि राम्रो गरी गर्न सकिन्छ कि भन्ने अब सोच राखेका छौँ। अहिलेको यो समयले गर्दाखेरि पानी नआउने बेलामा पानी नपरेपछि हामीलाई यो माटो पनि अहिले सुक्खा भएर हिलाउन पनि हामीलाई 2टा पाइपमा पानी लाउँदा पनि धेरै गाह्रो भइरहेको छ। अब यो चाहिँ हुन त समयको उसले गर्दा हो। अब पहिले असारमै मूल फुट्थ्यो, अब अहिले 15 हुँदा पनि मूल फुट्ने त होइन, पानी आउने नै भएको छैन। त्यो कारणले अब हामी चाहिँ अहिले यो उत्साह साथ चाहिँ हामी धान रोप्दैछौँ। पहिला पोहोर पनि रोपेको, पोहोरदेखि सुरु हो। अहिले हाम्रो भर्खर पोहोरदेखि सुरु भयो। अहिले 2 वर्ष हुँदैछ यहाँ धान रोप्न थालेको। अब पहिला यहाँ पानी खान पाइँदैन थियो, अहिले चाहिँ धान रोप्नेसम्म भएका छौँ।